मन जहाँ पनि भए पनि युट्युबमै हुन्छ क्या। म सुत्दा पनि युट्युबमै, अनि बस्दा पनि युट्युब नै होइन, केही गर्दा पनि युट्युब नै होइन। सो यस्तो लाग्छ कि युट्युब बिना चाहिँ म बस्न सक्दैन भनेर। हामीले धेरैचोटि भिडियो बनाउँछ अनि हामीले पोस्ट पनि गर्छ होइन, पोस्ट पनि गरेर आएकै हो। अनि साथसाथमा होइन, जब हामीले देख्छ कि भ्युज आउँदैन भिडियोमा होइन, त्यतिखेर हामी धेरैपल्ट हामी होइन एकदम निराश हुन्छ, एकदम थकावट महसुस हुन्छ र आफैले भन्छ कि भयो अब कति गर्ने हौ युट्युब, हाम्रो भिडियो त भाइरल हुँदैन भनेर हामीले सोच्छ होइन। अनि इभेन म पनि पहिला सोच्थेँ होइन कि युट्युबमा भाइरल नै हुँदैन भिडियो, के गर्नु बनाएर यत्रो मेहनत गरेँ मैले, 100वटा बनायो, 120 यस्तो मैले भिडियो बनायो, पोस्ट गर्यो होइन। अनि भिडियो तर एउटा पनि भाइरल भएन, सबै मेस्टअप भइसकेको थियो होइन। अनि साथसाथमा खालि हामीले एफोर्ट मात्रै होइन त्यसमा होइन, हाम्रो डिप्रेसन पनि हुन्छ नि। कति सोच्नुपर्छ होइन, कन्टेन्टको लागि कति सोच्नुपर्छ, अनि कति के गर्नुपर्छ होइन। सो त्यति साह्रो गरेर पनि होइन, त्यत्रो गरेर पनि जब हामीले होइन युट्युबमा जब भ्युज पाउँदैन, भिडियोमा भ्युज आउँदैन भनेपछि हामी एकदमै निराश हुन्छ। अनि निराश भएर होइन हामी छोडिदिन्छ। त्यहाँदेखिको साथीहरूले पनि सोध्छ कि के भयो तैँले युट्युब गर्दै थिइस् त होइन, युट्युबमा काम गर्दै थिइस्, भिडियोहरू बनाउँदै थिइस्, के भयो अहिले तेरो सबै हावा निक्ल्यो यस्तोहरू भन्छ होइन। अनि कति सरम पनि लाग्छ होइन। अनि फ्यामिलीबाट पनि त्यस्तै प्रेसर हुन्छ होइन कि तैँले बनाउँदै थिइस् के भयो, या अथवा मैले पहिल्यैदेखिको भनेको थिएँ तँलाई कि भिडियोहरू नबना, यस्तोहरू नगर होइन। तर त्यस्तोहरू हुन्छ नि कति। सो त्यो कुराले धेरै सिकाउँछ क्या आफैलाई, मतलब कि कसरी होइन आफूले कसरी स्ट्रङ हुनु र कसरी हामी होइन कि आफैमा हुन्छ नि एउटा कि कसरी स्ट्रङ हुनु र कसरी ग्रो अप गर्नु भनेर सिकाउँछ क्या। सो अगर होइन मैले पनि सोचिसकेको थिएँ कि म युट्युबमा अब बस भयो काम गर्दिनँ भनेर होइन, मैले सोचिसकेको थियो युट्युबमा कि केही छैन, हाम्रो भिडियो भाइरल नै हुँदैन भनेर मैले सोचिसकेको थियो। तर फेरि अब यो 2026मा फेरि एउटा भित्रबाट कल आयो क्या। सो त्यही लागि चाहिँ यो कल आयो कि म युट्युबमा काम गर्छु, चाहे भ्युज आओस् नआओस् म गर्छु पुरा मनले। यो 1 साल चाहिँ एकदम मनले, एक दिन पनि यस्तो महसुस गर्दिनँ कि म आफैलाई होइन कि हुन सक्दैन मसँग भनेर। सो मैले डिसाइड गरिसकेको छु कि म युट्युबमा होइन 1 साल चाहिँ एकदम तन मन धनले म युट्युबमा होइन भिडियो अपलोड गर्नेछु, युट्युबमा काम गर्नेछु। अनि हेर्छु कि के हुन्छ भनेर होइन। अब कतिवटा च्यानलहरू हुन्छ नि कि एकदमै केही कन्टेन्टमा केही हुँदैन तर पनि बुस्टअप भइरहेको हुन्छ होइन, मिलियन्समा भ्युज आउँछ। केही कन्टेन्टमा त्यस्तो खास हुँदैन तर पनि मिलियन्समा या ल्याक्समा भ्युज आइरहेको हुन्छ। जसले अब मेहनत गर्छ, जसले मनबाट मेहनत गर्छ र राम्रो कन्टेन्ट ल्याउँछ, उनीहरूको चाहिँ कन्टेन्टमा भ्युज नै आउँदैन फेरि। सो त्यही अहिले म सोचिरहेको छु कि होइन म चाहिँ मनदेखिकोले गर्छु होइन, मनले गर्छु। तपाईँ पनि त्यस्तै सोचिरहनु भएको छ भनेपछि चाहिँ यो 2026 चाहिँ होइन एकदमै इम्पोर्टेन्ट इयर हो। तपाईँले डिसाइड गर्नुहोस् आफैलाई होइन, आफ्नो माइन्डलाई मेकअप गर्नुहोस् कि म यो 2026मा होइन मजाले आफ्नो तन मन धनले म राम्रो भिडियो बनाउने छु, पोस्ट गर्नेछु होइन। अनि यो 2026मा चाहिँ म होइन मेरो युट्युबमा चाहिँ एउटा राम्रो सब्सक्राइबर्स र राम्रो होइन एउटा प्लेटफर्ममा म पुग्नेछु, राम्रो लेभलमा पुग्नेछु भनेर सोचेर तपाईँले बनाउनुहोस् होइन। तपाईँ युट्युब क्विट नगर्नुहोस्, किनभने तपाईँले अगर क्विट आज गऱ्यो भने भोलि पर्सि के थाहा तपाईँ रिग्रेट पनि हुन सक्नुहुन्छ।
के थाहा आज क्विट नगरेको कारणले हैन यो 2026 जब एन्ड हुन्छ त्यतिखेरसम्म तपाईँकोमा हैन हजारौँ सब्सक्राइबर्स हुनु पनि सक्ला हैन। सो म चाहिँ भन्छु कि यो 2026 मा चाहिँ हैन तपाईले क्विट नगर्नुहोस्, बनाउनुहोस् भिडियो मनले पहिला बनाउँथ्यो अझै राम्रो बनाउनुहोस्, अझै बेटर भिडियो बनाउनुहोस् ताकि तपाईको च्यानल बुस्ट अप होस्, तपाईमा हैन तपाईमा कन्फिडेन्स आओस्, तपाईमा अझै पनि युट्युब ग्रो गर्ने हैन तपाईमा कन्फिडेन्ट आओस् अनि तपाईले धेरै आफ्नो लाइफस्टाइललाई पनि चेन्ज गर्न सकोस् हैन। सो मेरो तर्फबाट चाहिँ यही एउटा एडभाइस हो कि तपाईले युट्युब क्विट नगर्नुहोस्, तपाईले गर्नुहोस् युट्युबमा काम हैन। एक दिन जरुर सफल पाउनुहुन्छ विश्वास गर्छु, म पनि पाउँछु भनेर विश्वास गर्छु हैन 2026 मा। सो यही मेरो एडभाइस थियो। सो थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो। यो भिडियो राम्रो लाग्यो नि तपाईले लाइक शेयर सब्स्क्राइब गरिदिनुहोस्। Thank you so much.